Hi, my name is Angas Chitola and I am founder of Socrates AI. I have been working in the data science, machine learning, AI field for years and I have built different product for the client. Okay, I have been work as a freelancer, I have been work in a Tiger Analytics, I have been work in a different freelance platform and I have built a different kind of solution. Okay, from fintech to edtech to analytics to supply chains, I have been working in so many domains. Over the time, मैले चाहिँ धेरैवटा प्रब्लम देखिरहेको छु स्पेशली स्टुडेन्टहरुमा। फर्स्ट प्रब्लम भनेको डेटा साइन्सको डोमेन भनेको आफैमा इट्स लाइक लार्ज डोमेन। ओके, इट्स नट लाइक ब्याक एन्ड ओर फ्रन्ट एन्ड जहाँ चाहिँ तपाईहरु बेसिकली 4-5 वटा लाइब्रेरीहरु सिक्नुहुन्छ एन्ड यु विल स्टार्ट डुइङ द वर्क। बट डेटा साइन्स एआई एमएल हेर्मा भनेको यु नीड टु लर्न सो मेनी डोमेन्स। फर एक्जाम्पलको लागि तपाईहरुले म्याथ सिक्नुपर्छ, तपाईले एउटा प्रोग्रामिङ ल्याङ्ग्वेज सिक्नुपर्छ, तपाईहरुले एसक्यूएल सिक्नुपर्छ, तपाईले मसिन लर्निङ मोडल सिक्नुपर्छ, तपाईले म्याथ सिक्नुपर्छ, तपाईले डेटा क्लिनिङ, प्री प्रोसेसिङ, त्यसपछि लिएर फिचर इन्जिनियरिङ, डीप लर्निङको कन्सेप्ट सिक्नु पर्यो। तपाईहरुले अहिले त एलएलएम को टाइममा बेसिक एलएलएम को कन्सेप्ट पनि सिक्नु पर्यो। तपाईहरुले टेक्स्ट क्लिनिङ गर्न सिक्नु पर्यो। देयर आर सो मेनी थिंग्स यु नीड टु लर्न। जब पनि तपाईहरु मसिन लर्निङ एआई डेटा साइन्समा आफ्नो करियर बनाउन थाल्नुहुन्छ देन यु विल गेट डिस्ट्र्याक्ट। तपाईहरु डिफ्रेन्ट ट्युटोरियल्सहरु फलो गर्न थाल्नुहुन्छ, युट्युबबाट डिफ्रेन्ट सोर्सेसहरु हेर्न थाल्नुहुन्छ र सबै चीज एकै ठाउँमा कहिले पनि पाउनुहुन्न। त्यति मात्रै नभएर जब तपाईहरुलाई इन्स्टिट्युटहरुमा पे गरेर पढ्नुहुन्छ, तपाईलाई पढाउने इन्स्ट्रक्टरहरु आफैमा प्रोडक्ट डेभलप गरेको, मसिन लर्निङ रियल वर्ल्डमा प्रोडक्सनमा लगेको मेजर ठाउँ पाउनुहुन्न। त्यसले गर्दाखेरि पनि तपाईहरुले पाएको गाइडेन्स पनि एउटा रियल वर्ल्डसँग फिट हुँदैन। त्यो प्रब्लमहरुलाई काउन्टर गर्नको लागि वी स्टार्टेड सॉक्रेटिस एआई एन्ड सॉक्रेटिस एआई इज नट जस्ट अ एजुकेसन प्लेटफर्म। ओके, इट इज अ एआई बेस्ड इकोसिस्टम जहाँ चाहिँ हामी एउटा एआई को कम्युनिटी जस्तो बनाएर एउटा इकोसिस्टम क्रिएट गरेर स्टुडेन्टहरुलाई ट्रेन गर्छौं। हाम्रो यहाँको कोर्सेसहरु एकदमै वेल ब्लेन्डेड, वेल क्युरेटेड, इन्डस्ट्री लेभलको हुन्छ र टाइम टु टाइम अपडेट हुन्छ पुरै कोर्सेसहरु। इभन तपाईहरुलाई सिलेबस दिँदै पनि एआई मा सम सर्टेन चेन्जेसहरु आयो भने वी अपडेट आवर कोर्स अकॉर्डिङ टु द टाइम। बट सबैको मनमा एउटा क्वेशन आउँछ कि म एआई, मसिन लर्निङ, डेटा साइन्स पढ्न सक्छु कि सक्दिन भनेर, ओर आई विल से कलेक्टिभली डेटा डोमेनमा म इन्ट्री गर्न सक्छु कि सक्दिन भनेर। त्यसैले गर्दाखेरि वी डिजाइन आवर कोर्स इन अ सच अ वे दैट एनीवन जो चाहिँ इन्ट्रेस्टेड हुनुहुन्छ, जुन चाहिँ डेडिकेटेड हुनुहुन्छ, तपाईहरुले यो कोर्सेस लिन सक्नुहुन्छ। त्यसैले गर्दाखेरि वी हैव मेक मनी ब्याक ग्यारेन्टी। यदि एन्ड अफ द कोर्समा तपाईहरुले प्रुफ अफ कन्सेप्ट बनाउन सक्नु भएन भने वी विल रिफन्ड 100% योर मनी। बट देयर इज अ वन क्लज। त्यो क्लज के छ भन्दाखेरि यु नीड टु एटेन्ड, यु नीड टु गिभ योर डेडिकेसन। अब कुरा गरौँ हाम्रो सिलेबसको बारेमा। हाम्रो सिलेबस एकदम बेसिकबाट स्टार्ट हुन्छ। हामी जतिजना पनि आउनुहुन्छ रिगार्डलेस अफ देयर ब्याकग्राउन्ड, हामी के एज्युम गर्छौं भन्दाखेरि तपाईहरुलाई जीरो कोडिङको नलेज छ, जीरो डेटा साइन्सको नलेज छ, जीरो डेटा डोमेनको नलेज छ, तर तपाईहरुलाई म्याथ्स केही आउँदैन भन्ने हिसाबले स्टार्ट गर्छौं। वी स्टार्ट विथ बेसिक स्क्रैचबाट पाइथन सिकाउँछौं सुरुमा। त्यसपछि भनेको हामी तपाईहरुलाई एसक्यूएल सिकाउँछौं। एसक्यूएल सिकाइसकेपछि तपाईलाई एउटा बेसिक आइडिया हुन्छ कि एउटा डेटालाई लिएर कसरी खेलाउने गर्ने, र त्यसपछि हामी तपाईहरुलाई डेटा भिजुअलाइजेसन सिकाउँछौं र त्यसपछि भनेको हामी तपाईहरुलाई स्ट्याट्सको डिफ्रेन्ट कन्सेप्टहरु सिकाउँछौं ओर स्ट्याटिस्टिक्सको डिफ्रेन्ट कन्सेप्टहरु हामी तपाईहरुलाई सिकाउँछौं र त्यसपछि तपाईहरुलाई डेटा एनालाइसिस गर्न सिकाउँछौं हैन। त्यो डेटालाई कसरी क्लिनिङ गर्ने, डेटालाई कसरी प्री प्रोसेसिङ गर्ने। त्यसपछि भनेको जब यो डेटा क्लिनिङ र प्री प्रोसेसिङ हुन्छ त्यो सँगसँगै हामी तपाईहरुलाई बेसिक म्याथको कन्सेप्टहरु, लिनियर अलजेब्राको कन्सेप्टहरु जुन चाहिँ हामी स्ट्याट्स पछाडी युज गर्छौं। अल्दो स्ट्याट्समा पनि म्याथ हुन्छ, त्यो म्याथ पनि हामी तपाईलाई स्क्रैचदेखि सिकाउँछौं, एकदम बेसिक लेभलदेखि प्लस माइनसको हिसाबले सिकाउँछौं र त्यसपछि भनेको लिनियर अलजेब्राको कन्सेप्ट सिकाएर डिफ्रेन्ट जुन एडभान्स कन्सेप्टहरु छ त्यो कन्सेप्ट सल्भ गर्छौं र त्यसपछि तपाईहरुलाई हामी फिचर इन्जिनियरिङ सिकाउँछौं र फिचर इन्जिनियरिङ सिकाएपछि भनेको हामी तपाईहरुलाई त्यो इन्टरभलमा डिफ्रेन्ट ब्लक्स लेख्न सिकाउँछौं, डिफ्रेन्ट प्रोजेक्ट बनाउन सिकाउँछौं, गिटहबमा कसरी आफूलाई सो गर्ने त्यो चीजहरु हामी तपाईहरुलाई सिकाउँछौं र त्यसपछि भनेको हामी अर्को तर्फ जान्छौं जुन भनेको टेक्स्ट। टेक्स्टको एकदमै इम्पोर्टेन्ट छ, खास गरी अहिले एलएलएम को वर्ल्डमा जब तपाईहरुलाई फाइन ट्युन गर्नुपर्ने हुन्छ, र्याग बनाउनु पर्ने हुन्छ, त्यतिखेर हामी टेक्स्टको युज गर्छौं। त्यसैले गर्दाखेरि चाहिँ हामी एउटा डेडिकेटेड समय टेक्स्टलाई कसरी क्लिन गर्ने, टेक्स्टलाई कसरी प्री प्रोसेस गर्ने र त्यसलाई चाहिँ कसरी मोडल्सहरुको लागि रेडी बनाउने भनेर पनि सिकाउँछौं र त्यसपछि भनेको हामी मसिन लर्निङ सिकाउँछौं, डीप लर्निङ सिकाउँछौं र मसिन लर्निङ र डीप लर्निङ सिकाउँदै गर्दाखेरि हामी डिफ्रेन्ट एल्गोरिदमहरु सिक्छौं र त्यो एल्गोरिदमहरु रियल वर्ल्ड प्रोजेक्टहरुमा पनि हाल्छौं। तपाईहरु सिलेबस गएर चेक गर्न सक्नुहुन्छ। वी हैव सल्भ रियली गुड वर्ल्ड क्लास प्रब्लम जुन चाहिँ तपाईहरुले आफ्नो पोर्टफोलियोमा सोकेस गर्न सक्नुहुन्छ। बट जति पनि हामी कोर्सेसमा सल्भ गरेको प्रोजेक्ट हुन्छ तिनीहरुलाई चाहिँ हामी एज अ क्लास वर्क भनेर लिन्छौं। जुन होमवर्कको प्रोजेक्टहरु हुन्छ
त्योभन्दा एडभान्स लेभलको हुन्छ। तपाईहरुको आफ्नो ब्याकग्राउन्डको हिसाबले हामी त्यसमा पनि हेल्प गर्छौं र त्यसपछि हामी एलएलएम को डिफरेन्ट कन्सेप्टहरु पढ्छौं हाई लेभल ओभरभ्यूबाट र एट द एन्डमा भनेको एमएल मोडललाई कसरी टेस्टिङ गर्छौं। त्यो सँगसँगै हाम्रो 4 मन्थ जति कभर हुन्छ र रको 1 मन्थ 1.5 मन्थ भनेको हामी 3 वटा देखि 4 वटा या 2टा केस स्टडीजहरु गर्छौं। एकदम डिटेल्समा हामी रियल वर्ल्ड प्रोजेक्ट लिन्छौं, रियल वर्ल्ड आइडियाहरु लिन्छौं र प्रोजेक्ट बनाउँछौं र यति गरिसकेपछि तपाईहरु इन्डस्ट्री रेडी हुनुहुन्छ। तपाईहरुलाई कुनै पनि सर्टिफिकेट चाहिदैन, तपाईहरुलाई कुनै पनि भ्यालिडेसन चाहिदैन। आफ्नो पोर्टफोलियो, ब्लग्स, गिटहब नै तपाईहरुको लागि मोर देन इनफ हुन्छ तपाईले कुनै पनि इन्टरभ्यु क्र्याक गर्नको लागि। यो एन्ड अफ द सेसनमा यदि तपाईहरुले POC बनाउन सक्नु भएन भने वी विल रिफन्ड योर अल अफ द मनी। त्यसैले गर्दाखेरि दिस इज लाइक 100% ग्यारेन्टी प्रोग्राम जहाँ चाहिँ तपाईहरुले जान्नु भएन भने देयर इज अ रिफन्ड। सो यदि तपाईहरु AI मशिन लर्निङमा इन्ट्रेस्टेड हुनुहुन्छ भने वेलकम टु सक्रेट AI। थ्यांक यू।